फाइनली गाइजहरू हामी आज कहाँ छौँ र हामी खोलो खोलो त हो यो सिमिचौरको तलको के खोलो रे त्यो त के खोलो यो के खोलो भन्छन् थाहा भएन खर्ज्याङ खोलोदेखि अलि वारीको खोलो हो राम्रो छ सुन्दर छ एकदम उत्कृष्ट छ धन्यवाद अरू 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 भन न अरू त के भन्ने बाटो राम्रो रहेछ आउन जान सजिलो खेत त अब धान काटेर च्याट्ट छन् गराबरी बोकेजार फुल्यो छ ल उता पनि देखाइदिउँ न बोकेझार बोकेजार यता गाइजहरू बोकेझार हेर्नुहोस् त गाइज है बोकेजार राम्रो पुरै के कलर भन्छ राम्रो छ कलर भएको छ ए अलिअलि गहुँ रहेछन् गहुँहरू पनि छन् है गाइजहरू ए मकै ए मकै मकै रहेछ मकै कहाँ छ यो मकै ऊ हे भुइँमा ऊ मकै यो मकै ए मकै बोकेजारका बिचमा मकै पनि रहेछ मकै पनि रहेछ है राम्रो छ च्याट्ट अब एक कुरा खन्नी भएछन् है मकै ल भएछ पानीले काम गरेछ मकै ल जे होस् राम्रो छ सुन्दर छ सुन्दर छ बास कस्तो लाग्यो त तम्बासको विकास ओहो विकास यतिको राम्रो हो ठिकै छ भोट त अब विकास गरेकैले हाल्नु पर्ने त ठिकै छ अहिले नयाँ मान्छेलाई हालेर ठिकै गर्यो राम्रो छ नयाँलाई नि हेरौँ न कति यो गर्छन् गर्न सक्छन् नि त हामीले हेर्ने हो सकेन भने फेरि आउँछ फेरि चेन्ज गर्ने हो नि त अनि कस्तो कस्तो छ त अहिले नयाँ सरकारको अब के छ गर्ला जस्तो छ कि अलिकति आश छ कि निराश हुन्छ कि अब परिवर्तन केही आउँछ कि केही गडबड हुन्छ कि पुरै नेपालीको भरोसा र आश भनेकै अहिले नयाँ सरकारमा टिकिया छ हेरौँ हामी त हेर्ने बाहेक अरू के हेर्न सकिन्छ र अनि के अरे बालेन प्रधानमन्त्री भएको चाहिँ हजुरले कतिको महसुस गर्नुभयो त्यसको लागि भोलि शपथ गराउनु हुँदैछ राम्रो छ रमाइलो छ ठिक छ अहिलेलाई ठिक छ राम्रोसँग काम गर्दै गयो उसले भने त ठिक छ नै भने उयो फेरि गाली गर्ने त होला होइन र एकदम अनि साथै प्रकृतिको जे होस् रमाइलो सौन्दर्य त छ नि होइन प्रकृतिको त कुरै नगर स्वर्गै यही हो स्वर्ग जानै पर्दैन मान्छे विदेश केला जान्छन् यार सबै यही छ त यार कति आनन्द होइन क्या आनन्द छ एक रात बाँचे नि आनन्दले होइन प्रकृतिमा रमाएर होइन त्योभन्दा ठुलो आनन्द त जीवनको असली आधार नै सुख हो त्यही त हेर्नु गाई कति दामी छ पुरा प्रकृतिले देखाएको सुन्दर चिजहरू सर्लक्क मकै छ अरे हेर्नुहोस् है च्याट्ट भएको रहेछ गाईहरू दामी छ हेर्नु गाई हेर्नुहोस् विकास यता रातो रातो फुल फुले हामी यता राम्रो देखिन्छ आज घामले च्याट्ट सुन्दर छ वातावरण एकदम राम्रो छ यहाँभन्दा खुसी त अन्त कहाँ गएर मिल्छ भन्ने कुरो हो क्या यति खुसी भएपछि त भयो जिन्दगी आनन्द छ होइन र अरू के चाहियो त्यही त 2 दिन बाँच्नको लागि होइन गर्ने जो बाँच्नको लागि त्यही त अरू सब ठिकठाक छ विदेश जानेलाई के भन्न चाहनुहुन्छ त हजुरले विदेश जानेलाई त के भन्नु होइन सजेक्सन देशमा केही सम्भव अब नयाँ सरकारको केही सम्भव छ कि केही नयाँ सरकारले त अब नयाँ कुराहरू अब के गर्छ भन्ने कुरो हुन्छ पहिला त राम्रो सिर्जना गर्न सकौँ भने हामीले गर्ने मेहनत उल्टा बास अवसर जुटाइदिने हो बास हामीले गर्यौँ राम्रोसँग भने सबै यहीँ छ गर्न सक्न पर्यो आँट हुन पर्यो टिकेर गरिदियो भने सबै यहीँ छ यहीँ बसी बसी त्यो विदेशको भन्दा धेरै कमाउन सकिन्छ इज्जत कमाउन सक्यो सबै साथीभाइ इष्टमित्र सबै भन्छन् त्यो अर्का देशमा गएर रगत पसिना बगाउनु भन्दा यहीँ बगाएको राम्रो ल त्यही भन्न चाहन्छु ल अन्त्यमा आफ्नै देशमा बसौँ देश विकास गरौँ सहयोग गरौँ खुसी रहौँ रमाउँ आफ्नै प्रकृतिसित आफ्नै माटोमा रमाउँ यही भन्छु ल अन्त्यमा भिडियोको बारेमा भन्दाखेरि सबैले ठ्याक्क यस्तै भिडियोहरू हेर्नको लागि ठ्याक्क त्यहाँ साइड छ टक्क चाप्ने सब्सक्राइब गर्ने ठ्याक्क लाइक गर्ने अनि कमेन्टै भन्छ नि कमेन्टमा जय नेपाल लेखौँ त ल
सबैजनाले ल अल द बेस्ट गाइस ल ल धन्यवाद।